हेलो गाइस, गुड आफ्टरनून। बोल न के भन्नु बोलिरहदिन। लाइभ हो कि डिपमा ब्लग हामी चाहिँ जाँदैछौँ पाण्डा बस्ती। यहाँ मासु काटेका छन् र लिन। उची मेरो देउरानी हुने गाइस, उची मेरो देउरानी हुन्। पहिलोचोटि यहाँ भिडियोमा देखि कि अरे मान्छेलाई के भयो यहाँ हाँसु छिन्। आँखा खुकुरा डरले हो कि सरले देख्नुहोस् गाई यस्तै छ नि। गाइस यो चाहिँ पाण्डा बस्ती हो है। हेर्नु होला यो चाहिँ पाण्डा बस्ती। यहाँ गाडी रोकिरहेका छन्। तल ट्याङ्की रोकिरहेछ। हामी मासु काटेको घरमा पुग्नै लाग्यो। अब चाहिँ लिला एक दुई शब्द बोल्देऊ न। ल हाँसी बोल्देऊ न एक दुई शब्द। बसी शब्द बोल्नु जान्दिन नि। यस्तै छ पाण्डा बस्ती, यस्तै छ, देख्न सक्नुहुन्छ होला त। कतिको टाढा कस्तो भयो यसो हिँड्न? बहुत मजा आयो नि। कति केजी मासु घट अरे आधी केजी मासु लिन जाँदा तिम्रो चाहिँ 3 केजी मासु, आधी केजी मासु लिन जाँदाखेरि 3 केजी मासु घटिहाल्यो। गलेर गाई छ। हेलो गाई, सबैले माया गरिदिनु होला कुमारी दिदीलाई भन। हामीकी कुमारी दिदीलाई। बोल्न पनि त्यति जान्दिनँ, नानीलाई सिकाए जस्तै सिकाउनु पर्छ।